साथीहरु तपाईले देख्न सक्नुहुन्छ यहाँ अगाडि स्क्रिनमा जहाँ तपाईहरुले एउटा भिडियोबाट मानिसहरुले आफ्नो च्यानल मोनेटाइज गरेर पैसा कमाएका छन्। त्यसमा न उसलाई भिडियो सुट गर्नु परेको छ, न कतै जानु परेको छ, न कुनै पैसा खर्च गर्नु परेको छ। बस तपाईहरुसँग मोबाइल र इन्टरनेट हुनु पर्यो। तपाईहरुसँग मोबाइल र इन्टरनेट छ भने कुनै पनि क्यामेरा एचडी 4K कुनै आइफोन कुनै पनि क्यामेरा चाहिदैन। तपाईले अब आफ्नो एउटा मोबाइल युज गरेर तपाईहरुले सजिलै युट्युब च्यानल खोलेर तपाईहरुले सजिलै पैसा कमाउन सक्नुहुन्छ। तपाईहरुलाई यस्तो च्यानलको बारेमा जानकारी गराउँदैछु जसमा तपाईहरु एआई भिडियो बनाएर तपाईहरुले लाखौं पैसा कमाउन सक्नुहुन्छ। विश्वास लाग्दैन? म तपाईहरुलाई यहाँ च्यानलहरु देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ यो च्यानल एआई च्यानल हो र मोनेटाइज भएको छ र यहाँ देख्न सक्नुहुन्छ यसको भ्यू कति आएको छ र यो च्यानलबाट पैसा कति कमाएको छ भनेर। जसमा न उसको क्यामेरा चाहिएको छ राम्रो खाले, न कुनै पनि मोबाइल, न कुनै क्यामेरा, न कतै ठाउँमा जानुपर्ने, बस घरमा बसेर मोबाइल चलाएको भरमा पैसा कमाएको छ। यस्तै च्यानल बनाएर तपाईहरु पनि पैसा कमाउन चाहनुहुन्छ भने यो भिडियो हेर्नु होला। म तपाईहरुलाई यस भिडियोमा पुरा जानकारी दिनेछु। ओके साथीहरु, अब भने म तपाईहरुलाई एआई भिडियो कसरी बनाउने सिकाउन गइरहेको छु। फर्स्ट अफ अल हामीले च्याट जीपीटी ओपन गर्नुपर्ने हुन्छ र म तपाईहरुलाई देखाउँछु। यहाँ एउटा प्रम्प्ट छ, एउटा मैले लेखेर राखेको छु जुन भिडियो बनाउनको लागि डायलग कसरी क्रिएट गर्ने। म यो तपाईहरुलाई लिंकमा राख्नेछु। तपाईहरुले सिधै यसलाई कपी गर्नु होला। यसलाई कपी गरिसकेपछि सिधै जानु च्याट जीपीटी मा गएर पेस्ट गरिदिनु होला। र पेस्ट गरिसकेपछि यहाँ चाहिँ एउटा संवाद लेखेर एउटा चुटकिलाहरु जस्तो कमेडी एउटा डायलगहरु लेखेर दिन्छ। आफुलाई मन पर्ने चुज गर्नु होला र तपाईले यो मन पर्दैन भने मोर 10 लेख्नु भयो भने अझ 10 वटा बनाएर दिन्छ। आफुलाई कुन राम्रो लाग्छ त्यो चुज गर्नुस् र त्यसलाई चाहिँ कपी गर्नु होला। जस्तै म यो एउटा चाहिँ चुज गर्छु है। त यहाँ 10 वटा बनेका छन् र तपाईले अरु बनाउन सक्नुहुन्छ। 20 30 जति बनाउन सक्नुहुन्छ। त्यसलाई कपी गरेर नोटप्याडमा पेस्ट गर्नु होला। अब फेरि तपाई यो प्रम्प्ट फेरि कपी गर्नु होला। यो पनि म तपाईहरुलाई लिंकमै दिनेछु। तपाईहरुले सिधै कपी गर्नुस् र कपी गरिसकेपछि यसलाई फेरि तपाईले च्याट जीपीटी मा लगेर पेस्ट गर्नुपर्ने हुन्छ। यसरी मैले कपी गरिसके र यसलाई चाहिँ लगेर च्याट जीपीटी मा पहिला नयाँ च्याट ओपन गर्नु होला अर्को र त्यहाँ गएर पेस्ट गर्नु होला। र यो जुन पहिलाको संवाद थियो यसलाई चाहिँ जो डायलग थियो त्यसलाई हटाएर जो हामीले नयाँ बनाएका छौं त्यसलाई चाहिँ कपी गर्नु होला। जस्तै यो डायलगहरु कपी गरेर त्यहाँ गएर पेस्ट गर्नु होला। यसरी पेस्ट गर्नुस् र लोकेसन तपाईको यहाँ गएर जस्तै यहाँ टोय सब पहिलाको एउटा भिडियो थियो यसको चाहिँ हाम्रो पेट्रोल पम्प लोकेसन हुन्छ। यसलाई कपी गरेर यहाँ लोकेसनमा पेस्ट गरिदिनु होला। यति गरेर सेन्ड गर्नु होला। त्यसपछि तपाईले पुरै प्रम्प्ट बनाएर च्याट जीपीटी ले दिनेछ र यो प्रम्प्टलाई तपाईले सिधै पुरै कपी गर्नुहोस् र यसलाई कपी गरेर तपाईहरु अब गुगल क्रोम कुनै पनि ब्राउजरमा जानु होला र ब्राउजरमा गइसकेपछि टाइप गर्नुहोस् गुगल फ्लो एआई। त्यसपछि फर्स्ट वेबसाइटमा क्लिक गरेर लगइन गर्नु होला। मैले चाहिँ लगइन गरिसकेको छु। यहाँ चाहिँ 50 क्रेडिट दिन्छ। म त्यसमा गएर जस्तै न्यू प्रोजेक्टमा गएर सिधै पेस्ट गर्छु र यसलाई यहाँ भिडियो सिलेक्ट गर्नु होला। तपाईले 19:60 रेशियोमा 9:60 रेशियोमा क्लिक गरेर 10 सेकेन्डको भिडियो बनाउनु होला र भिडियो बन्न सुरु भइसकेको छ र केही समय वेट गर्नु होला। धेरै लाग्दैन, 1 मिनेट पनि लाग्दैन। वेट गरिसकेपछि यो बन्न सुरु भइसकेको छ। यहाँ चाहिँ सजिलो छ। ट्याक्सबाट सिधै भिडियो बन्छ। न कुनै म्युजिक चाहियो, न भोइस रेकर्ड गर्नु पर्यो, न फोटो बनाउनु पर्यो, केही गर्नु परेन। सिधै भिडियो तयार भयो र तपाईहरु देख्न सक्नुहुन्छ यो भिडियो तयार भयो। कस्तो भयो म तपाईहरुलाई देखाउँछु। अंकल 20 रुपए का पेट्रोल डाल दो। किसमें? मच्छर मारने वाली बोतल में। घर वाले कैसा खर्चा मत करो।
ओके, यो भिडियो रेडी भइसकेको छ। अब यसलाई चाहिँ हामीले डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गर्न यहाँ माथि तपाईँले डाउनलोड बटन देख्न सक्नुहुन्छ, त्यहाँ गएर क्लिक गर्नुहोस् र 720 मा क्लिक गर्नुहोस्। त्यसपछि यो डाउनलोड भइसकेको छ र डाउनलोड भइसक्यो, यसलाई ओपन गर्नुहोस् र यो भिडियो तयार भइसकेको छ। अब यो चाहिँ हामीले युट्युबमा सर्ट्समा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। ओके साथीहरू, यसरी नै हामीले चाहिँ एआई भिडियो बनाएर युट्युबमा हालेर हामीले धेरै पैसा कमाउन सक्छौँ र कसरी हामीले अपलोड गर्ने त्यो पनि सिकाउनेछु। सब्स्क्राइब गर्नुहोला।